ए आमा त्यहाँ हेर त बाहिर को आएछ हेर हेर ए आन्टी नमस्ते 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 बस्नु नि नानी ए आवाज कहाँ छ होला हौ आवाज त टोइलेटतिर पो होला त ए टोइलेट जानुभएको छ ठिकै हुन्छ एकदम ठिकै छ नि अनि नानी कति काम ल्याउनु भयो हामी एकछिन त्यो साथी आवाजलाई ल्याउनु आएको थियो हामी घुम्नु जाउँ भनेको थियो नि त उता कि अलिकति त्यसले गर्दा आएको नि ठिकै हुनुहुन्छ होला है तपाईँहरू ठिकै छ ए भन्दाखेरि नानीसँग एउटा कुरा गर्नुपर्ने थियो है हजुर भन्नुहोस् न अब एउटा तपाईँलाई सुनाउलो आउँछ है तपाईँले पनि प्रब्लम चिन्नु चाहिँ जरुरी छ है हजुर हुन्छ अब तपाईँ होइन गरिदिनु न है अब छेप म हिँडिरहेकै हुन्छु हो एकदम राम्रो कुरा हो तपाईँलाई चिन्ने एकदम राम्रो छ यो समय खतरा समय छ हामी यही भन्न चाहन्छौँ नानीलाई आइपुगेछ यो फेरि ए अँ कहाँ थिएछौ यो यहाँ टोइलेटमा थियो नि त ए जाउँ है भनि ल आमा गयो ल भन्यो ल यसले है हुन्छ छिटो छिटो हिँड्न हुन्छ जानु पर्यो के भयो फेरि के भन्छौ सोमेलले फेरि खै मेरो गर्लफ्रेन्डको फोन आइदियो कि छौँ तँ चाहिँ जा हो बरु भन्दा यसो गरिदियो कि यहाँ नेटवर्क पनि नहुने रहेछ हो यसो गर न यसो गर कि हेलमेट पनि लग्यो ल हेलमेट होइन लगिन्छस् लग्छ ल अन्त त चर्च जाने मान्छे होइन गर्लफ्रेन्ड हो नि त मायालु हो तँ जा बरु भन्दा कि म एकछिन हिँडेर फेरि त थाहै छ 5 किलोमिटर होइन होस् छोडिदे सक्छ छैन हिँड्नु? मतलब छुट्टी यो आइज बात मार्दै आइज म चाहिँ लाग्दैको ल भन भन्दै ल हेलो बेबी हेलो हेलो बेबी ल बेबी बेबी बाबा राखेको आएको थेट तेरिका आफू चाहिँ चर्च साथी भनेर पनि यसरी फोन काटिदिन्छ नि त ऊ, सबै छोडेर गएको त ला 11 बजिसकेको छ नि हौ मार्छ नि मलाई त गर्लफ्रेन्डले गर्दा ढिलो हुन्छ आमा र बाउले मानेर साथी त मलाई सबैजनालाई जय मसी मार्छ होला हौ मलाई राख्ने अवसर पाएको छु र म प्रभुलाई धन्यवाद दिन चाहन्छु यो अन्तिम राजाको अन्तिम त्यहाँनिर बाबेलको मा कैद हुनसम्म के गरेको छ राजाहरूले होइन आहाब राजा भयो होइन आहाबले भयो थुप्रो राजाले दाजु अलिकति भाइ जेमिसी ए ठिकै छौ हजुर तिमीसँग सानो बात थियो कि एकछिन यहाँ न ल मसँग ए हुन्छ हजुर भन्नुहोस् न हवस् भाइ तिम्रो त मैले एकदमै राम्रो भएर सुनेको थिएँ त मेरो पास हो तिमी त जवान मान्छे हेर तिमीले आउनेवाला समयमा युथहरूलाई सम्हाल्नु पर्ने थियो सक्दैन नि पास हामी त यो गएको त छैन अलिकति पास आमासँग बात गर्दै गर्छु न मलाई अलिकति हतार छ कि ल पास अलिकति निस्किँदै गर्छु ल हुन्छ आउनु पास्टर हो मेरो छोराले अलिक अशुद्ध चिजहरू खाइरहेको छ है त्यसलाई अलिकति सम्झाइ बुझाइ तपाईँले गरिदिनुहोस् नि ए हुन्छ हुन्छ म उहाँलाई काउन्सिलिङ गर्नुको लागि एक दुई दिन बाद आउँछु नि ल हुन्छ हुन्छ जय मसी पास्टर हो औ यो भाइ त भलाग्दो बिग्रेको रहेछ है यो उमेश भाइ त अनि हौ अस्ति हाम्रो के हो घरमा अन्त मातेर ड्रग्स खाएर लडिरहेको थियो नि हौ अनि हौ हाम्रो त चर्चको त बदनाम गर्ने रहेछ है यो केटाहरूले है कोही बेला सेवा आउनुपर्छ वाक्कै त लाउँछ पास्टर बाबुले माल खानु नपाएर यहाँ बिजोक भइसक्यो आम्मामा कहाँ चिकाएको ओइ को ओ सोम म हो आवाज ए सोम त त्यो आइ ट्रिपमा भइदिरहेको छु यो ट्रिपमा रहेछ यो कहाँबाट आएको छु आम्बो माल तालिँदो रहेछ सोम वाक्कै लाग्यो भन्नु न सोम चुकुल हिँड्दा त आम्बो माल खाइदिँदो रहेछ यसले त यस्तो होइन होइन चर्च गइदिएको कि आम्मा यी लगाइदिएको भन्नु भयो पास्टरले कि दिएको जा भाइ अलिकति मलाई गर्दैन ल ए हेर म त नि
यस्तो धोका लाग्छ सोम, यस्तो धोका लाग्छ कि क्रिस्चियनमा लाग्यो भनेर यस्तो पायो भने त नि आमा म छोडिदिन्छु हौ प्रभु अब यार म त बजाइन्छु छोडिदिए ओइ बनाएन के हुन्छ बेसी नखा न बिहानदेखि खान्छ तैँले अन्त नभन हो निकालिदिन्छ क्या ब्लु सोम खाइदिउँ यो ब्लु चाहिँ तँ सक्दैछ किन हौ हौ यसो गर्छस् नि त तैँले चाहिँ फेरि आज देखाए अन्त किन ब्लु चाहिँ राखेको अगाडि अन्त क्रिस्चियन गरायो भने नमाथि भाइ पास्टरले छोडिदे भाइ म क्रिस्चियन सिस्टन छोडिदे भाइ म ब्लु चाहिँ पड्काइदिनु भाइ हेर पर्खी तेल लागि स्पेसल लागेको छु छ्या हो के हौ कहाँको माल भन्छ कहाँको थाइल्यान्डको माल थाइल्यान्डबाट आएको बुझिस् आम्बो दामी रहेछ सोम यहाँ बस म लिएर आउँदैछु न जुठो नगर छिटो गर ए हिँड यो त जान्छ के हो जान्छ ए नगर्नु त्यसो मलाई त्यो थाइल्यान्डको मान्छे दिइहाल्छ नहेरे यता फेरि खाइदिउँ के हो म ग्लासमा ल्याउँछु म त्यसलाई यो मेरो साथी मेरो साथी है तँ चाहिँ मेरो साथी है साँच्ची भनेको र डल्लै सटे र सट्टै र खाँच्ची ठडाइदिउँ ठटाइन्छु र हुनुपर्छ र भन्ने कुरा ए अम्बो अम्बो ओ ओइ हेभी साह्रो पर्ने रहेछ सोम हेभी साह्रो पर्ने रहेछ तैँले भनेको त हो नै रहेछ के हो यो चाहिँ के हो सोम अहिले नखा ल दिएन अन्त ट्राई खान्छ कस्तो हुन्छ ट्राई गर्छु यो र गर्छ खाइदिउँ खाइदिउँ खाँच्ची खान ल आज अलिक ठोकाइदिउँ लु ल अलिक खाए भक्कु मताइदिनु पर्यो ल बस यहाँ बस ए ब्लु ठटायो ब्लु ठटा टटायो ब्लु चाहिँ खाँदो कप्पै पार्दा म तिनवटा खाइदिन्छु कि खा टटै पार पानी थिएन पार क्या बनाइन्छ यसलाई म के भयो ओइ यहीँ फुट्यो यहाँ फुट्यो यहीँ फुट्यो अहिले खाँदैन कहाँ फुट्दै जान्छ हेल्थ ट्रिटमा यहीँ फुट्यो नि हौ खान्छ नि भन्दा तँ अन्त गर्लफ्रेन्डसँग बात मार्दै आउँछु भनेर छोडिदिइरहेको थियो के भयो भन्नु के भन्नु सोम तँलाई के भयो तँलाई मैले के भने जा तँ भनेको भने किन तँलाई मैले जा भनेको भन्दा तेरो गर्लफ्रेन्डले गर्दा तैँले मागेको गर्लफ्रेन्डको फोन फोन टक्कै निकाले हेलो भने तँलाई जा भने फोन काटिदिन्छ हौ है फोन काटिदियो अनि त्यसले गर्दा चार्ज ढिलो भयो हो चार्ज त ढिलो भयो चार्ज जस्तो गएको आमाले बाबुले गरेको छ के गर्नु भन्नु आजकलले सेवा सक्ने बित्तिकै गर्छ म त नि वाक्कै वाक्कै भइसक्यो विश्वासी हुन्छ त्यस्तो हुन्छ त अन्त कति विश्वासी भइरहेको म त नि छोडिदिन्छु के छोड्छस् गर्लफ्रेन्ड छोड्छस् यो फेरि माल खाएको बेलामा कस्तो कुरा गर्छ के छोड्छस् प्रभु क्रिस्टानै छोडिदिन्छु क्रिस्टान छोडिदिन्छु भाइ म साँच्ची माल खाएको सुन तैँले माल खाएको जसमा भनेको मान्छेलाई कि तर म छोडिदिन्छु मैले एउटा डाइलग सुनेको छु यसमा के भन्नु हिन्दूबाट क्रिस्चियन क्रिस्चियन बिग्रेर सैतान हुन्छ सैतान त्यो पनि सैतान होला नि मेरो म त्यस्तो हुँदिनँ हौ सैतान हुँदैन कि तर हेर्छु साँच्ची भनेको तँलाई मैले भनेको म वाक्कै देखेँ भइसकेँ अब म सब त्यो गर्लफ्रेन्डसँग चाहिँ के छ माया गर्छु गर्नुहोस् न खासै माया त गर्छु कि तँलाई मैले भने त फोनदेखि न त्यसले गर्दा म गाली खानुपर्छ घरमा हो तर जेसुकै भयो पनि त्यसलाई चाहिँ म माया चाहिँ गर्छु यसरी सुन बाउ आमा सबै भन्दा नि माया चाहिँ सबैभन्दा बेसी माया केटीको चक्करमा नपर भाइ ए तर ए सुन्न किन भोलि चाहिँ माथि 4 नम्बरमा चाहिँ एउटा चिक्स आउँदैछ मेरो केटी कि साँच्ची भनेको सुन्न बहिनी पनि हुँदैछ हो के हो टक्कै दोस्या सुहाउँछ बुझिस् नाच्छ यो बेलामा के कुरा गर्छ अलिकति हाल्दैन तेरो कुरा त कस्तो बहिनी पनि हुँदैछ बुझिस् सुन त्यहाँ चाहिँ टक्कै म सेट गर्छु त्यो बहिनी बुझिस् होइन टक 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 हुनुहुन्छ 4 नम्बर बुझिस्
भोलि बाइकमा जानुपर्छ तल पिकअप गर्नु फेरि बिहानै घरमा झगडा नगर्नु फेरि ए कस्तो कुरा गर्छ झगडा नगर घरमा ल यो खाइ त खा जानु म सुत्छु भाइ तँ ओभरै ढिलाइस् कि खा त सन्डेमा ए भयो सोम भयो अहिले घरमा फेरि अहिले बाउसँग फेरि एउटा ब्लु खा ओ फेरि दिएको सोम एउटा ब्लु खा हो म पनि खाइदिन्छु एउटा म ब्लु खाइदिनु ओइ फुट्छ त हौ यहीँ फुट्छ त हौ ए ओइ मेरो बिहामा खाँसिनुहोस् के हौ तँ त खोकेरै त्यो माया गर्नुहोस् त्यो गर्लफ्रेन्ड मलाई थाहा छ कि त्यसो गर भोलि बिहान 8 बजी पिकअप गर्छु तँलाई म बुझेँ टक्कै 4 नम्बर जानु छ 2 जना लड्कीहरू आउँदैछ एउटा मेरो थियो बुझिस् आफ्नो गर्लफ्रेन्ड छँदैछ साइड गर्लफ्रेन्ड गर्लफ्रेन्डले चाहिँ थाहा नपाओस् ल कहाँ भन्छु अन्त म तँ जा अब बुझिस् जानु। तँ जा तँ जा अब। सक्छु होला जानु है जा सक्छस् हिँड्दा हिँड्यो नि के दिन्छ यसको घरमा आएपछि त मार्छ हौ बाउले मलाई झगडा नगरे ल ए एकैछिन होइन तँ जा। यहाँ हेर्न म ठिकै उब्दैछु हेर्न तँ उक्किन मलाई चाहिँ अब डिस्टर्ब नगर मेरो ट्युसनको टाइम तँ जा होइन म सुत्दै ल अब नगरे नखम भन्छु कि अब चाहिँ हुँदैन स्ल्याग भनिसक्यो हुन्छ लाइटहरू मारिदिन्छ अब सबै लाइट मारेर अहिले आइपुग्यो त्यसकोबाट घरबाट आम्मामा सेडी छ बाउले के नयाँ बनाएको आज चाहिँ बाउ फुटाइन्छ बाउ फुटाइन्छ आज चाहिँ बाउ फुटाइन्छ कहाँ छ बाउ आज चाहिँ बाउ फुटाइन्छ ल ओ अस्कामा तिमीले देख्यौ तिम्रो छोराले बेहुरा देखाएको मलाई त यहाँ गाउँ समाज दुनियाँ सहर बजार कहीँ पनि मेरो त अनुहार नहेरे पनि भयो त अब त के हो यो तिमीले गर्दा हो नि यो सबै होइन हौ त्यो त सानै छ नि त अहिले अलिक ठुलो भएर त्यसले बुझ्दै जान्छ नि त के बुझ्छौ त्यसले के बुझ्छ हेर न ऊ तिम्रो छोरा मत्थु कन्फर्म हो यो ए छोरा ला, मेरो छोरा त बिमार भएछ हौ उठ्न छोरा के भयो अरे तेरो छोरा बिमार हो यो मातेर राख्छ मातेर मेरो छोरा बिमार भएछ बिमार त भयो के अरे यो बिमार भयो अरे म बस्छ मेरो छोरालाई बिमार भइरहेको छ हौ के भयो तिमीलाई के भयो नगर न ओहो कसलाई नियो खोजेको हो के तिमीले अरे त है नगर न ला तँ मतवालाई आजको दिनमा कुट्यो यो बाउले आज चाहिँ यो बाउ आमाले छुट्याएर चाहिँ बाँच्यो कि नभए चाहिँ मेरो हातबाट ऊ जान्थ्यो आज बाँच्यो बाउ उठ छोरा बाउ बाँच्यो चिसो लाग्छ मलाई पिटेको चाहिँ म बाँच्यो बाउ आमा तिम्रो नि बुढा चाहिँ नि आज मेरो हातबाट खलास हुन्थ्यो नि तिमी बिदोइनी हुन्थ्यो है आज नभन् न छोरा त्यसो नभन् म यहाँ लात हाने मलाई म त्यसो गरिदिन्थेँ म साँच्ची भनेको हिँड छोरा सुत्नु हिँड अहिले त्यो बाउ छोराको झगडा मात्रै हुन्छ छोरा सुत सुत यहाँ त आज बेलुका त जोगेर सुत्नुपर्छ नभए त तिम्रो बुढा आज रातभरिमा स्याक हुन्छ सुत्छ म त याद के बोल्छ यो छोरा यहाँ सुत सुत नानी सुत छोरा उठ छोरा खाना खानुपर्छ उठ उठ ला छोरा तेरो आँखामा त निल्लै गएछ त के भयो
बिर्सेक्यौ हिजो बेलुका तिम्रो बुढाले सर्ट गरेको कुन दिन चाहिँ तिम्रो बुढालाई सिज गरिदिन्छौ त्यसो नभन्छ र त प्रभुको छोरा हो प्रभुको बदनाम हुन्छ यसो गर्नु हुँदैन त हौ प्रभुमा राम्रो हुनुपर्छ ल अब बदलिनुपर्छ है ल छोरा ओए सोम ओए आवाज यस्तो छ नि सुतिरहन्छ फेरि ओए सोम होय त्यो खानासाना छोडिदेऊ के मेरो साथी आयो त्यो छोडिदेऊ खानासाना ए सोम हिँड्न छोड ए हिजो राति सब मिलाएको मेरो सोमा आइदिएछ नि के आँखामा झगडा गरिस् है चल चल अहिले बाउले मात्र अहिले देखेँ छोरा ल यो त गएछ त खाजा खाएर गएको भए हुन्छ नि हौ यो त यस्तो छ नि त हौ कस्तो ओए कहिले भन्नु केटीहरू त आयो होला नि हिजो आएको छ नि अन्त तेरो लागि मलाई ल्याइदिएको छु बुझिस् डर त मलाई त तेरो लागि नि बुझिस् एउटा ब्लू खाइदिनु न सोम ल खाइदिउँ ल एउटा ब्लू खाइदिउँ कि यहाँ हामी टक्क गुलाइदिउँ अर्कै ब्लू खाइहाल्यौँ पानीले होइन त पानी बिना खाइदिनु ए हिँड त ब्यागमा कति भिगाउनु परेको कति अड्केको यसको त पानी छैन अड्किहाल्छु म त ए थुक्ले नि थुक्ले थुक्ले दामी छ है ल हो भइहाल्छ यस्तो गर्छ त्यो खराब छ यसको बेहोरा चाहिँ जहिले पनि त्यसो गर्छौ केटी भन्ने सट्टा दिन्छ है यो सोम आज त कस्तो खुसी छ नि यस्तो छ नि बेहोरा केटी देखेको छैन के बेहोरा नदेखेको आज त कस्तो मजा आउँछ होला ओ सोम आइस दुईटा केटी उहिले छ या आइज किन आइज तँ यस्तो छ के साह्रोसँगले बेहोरा देखाएको कि यसले खै खत्तम पार्ने रहेछ यसले नभेटिने थेत दिदी तपाईँको केटाको साथी पनि आउँदैछ खै मैले त भन्नु त भनेको थिएँ बोलाएको थिएँ आउँछ होला सायद ए राम्रो होला के हुनुभएको दिदी बेबी हाई बेबी मेरो बेबी आएछ बहिनी तिम्रो बहिनी साथी लिएर हेलो मेरो भाइ उठ न हेलो मेरो भाइ हो तिम्रो कुरा गरेको थिएँ राति दिनको हो तिमी नामले भन्नु भनेको नि भन भनेको थिएँ बोल्नु भाइ कति नचाइदिएको यो त के भनिदिनु अन्त बोल्नु के है हामी तिमीहरू बोल्दै गर कि हामी उसलाई ल ल जु हामी जाउँ बेबी जु के साह्रो ब्युटी हो तिमी त हो बेलुकादेखि फोन गरिदिएको तिमीलाई भेट्नु मन पर्दैछ कि क्या लास लाग्दिन्छ नि त तिमीसँग त घरिघरि त हात पक्रिदिउँ कि म त तिम्रो लास लाग्छ नि त तिमीसँग हात पक्रिदिउँ कि म तिम्रो अब पक्रिदिन्छु होला हौ ए पक्रिदिन्छु कि हात म त क्या लास लाग्दिन्छ नि त फेरि कहाँ छौ तिम्रो हात चाहिँ कहाँ छौ खै अब के हो आम्बो कस्तो कडा हात हो तिम्रो साला ल तिम्रो ओ बेबी कस्तो छोडेको तिम्रो त मलाई ए सोम यहाँ 4 नम्बरतिर त भक्कु केटाकेटीहरू डेटिङ आउँदो रहेछ त है त्यो भेट्यो भने पड्काइदिनुपर्छ ल त्यस्तो सुनेपछि हिर्काइदिनुपर्छ को हुन्छ कि भेट्यो भने त हिर्काइदिनुपर्छ साह्रै बदमास भइसक्यो यहाँ ल केटाकेटी टोल्ने ठाउँ हो कि होइन त्यही त हिर्काइदिनुपर्छ। अनि सुन न हौ तिम्रो नाम चाहिँ के हो रोजी रोजी ल तपाईँले यो चस्मा खोल्नु हुँदैन चस्मा होइन चस्मा चाहिँ अलि किन नखोलेको भने त अलिकति आई फ्लू भइरहेछ कि अलि होइन 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 अब खोल्नु हजुर खोल्ने हो भने चाहिँ मै खोल्छु ल ला तपाईँको आँखा के भयो मौरी हो घरमा मौरी पालेको छु कि मौरीले चिलेर नि होइन मौरीले चिलेको त यस्तो हुँदैन त मौरीले चिलेको हो कि त्यो मौरीको डुन यसो हलाइदिएको थियो मौरीले चिलेर नि यस्तो भएको ध्याट हुँदैन यस्तो त मौरीले चिलेको त चिने मौरीले चिलेको हो औ के भयो होइन हौ एउटा कुरा नराइटी भनौँ भन हाम्रो घरमा नि एउटा बुढो बारुलो छ कि त्यसले हौ चिलेको निलै निलै भएको छ है बिस्तारै बिस्तारै दुख्छ अरे यो पो रहेछ को यो साथी मात्रै हो केटाकेटी हो साथी मात्रै हो साथी होइन 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 म होइन होइन दादा नगर्नुहोस् न मेरो साथी मात्रै हो प्लिज
यहाँ के बेबी यसपालि बर्थडेमा तिमीलाई म आइफोन किनिदिन्छु ल ओ मेरो साथीको सोर सुनेछ तिमी बस ल म आउँछु बस न बस तिमी म आउँछु ला ए सोम कुरो बर्खायो कुरो कुटे डोला भन्छ तेरो साथीको भाइहरूले दाजु भाइहरू आउँछ आयो कहाँ गयो भन्छ कहाँ गयो ए सालाहरू ए उठ्टा हिँड त पड्काइदिनुपर्छ उठ्टा उठ्टा ए नछु मलाई बिस्तारै ए माछाइदियो के हात त उठ्टा उठ पर्खि यहाँ बस् त ए सालाहरू यो छु न यो के भयो यहाँ भेटेको छ पर्खि यहाँ बस् त समुद्र कस्तो धुला खाँदै हिँडेको तँ त कति धुला खान्छस् हौ साँच्ची भनेको कि मलाई ब्यागबाट रोलले हानेर मात्रै कि नभए चाहिँ म लडेर मात्रै नभए त त्यसलाई म पड्काइदिन्थेँ नि धुलाई मात्रै खान्छस् हिँड अब केटीको चक्करमा पर्नु हुँदैन कि त्यो केटीलाई पनि छोड्दे के नि हौ म लडेर मात्रै सोम साँच्ची भनेको पटाउनु त पटाइछ होला त्यो बहिनी है पटाउनु त आँटेको थियो त कस्तो रोलले त्यो ब्यागबाट त्यति नै माल खाने भयो छोड्दै यसको चाहिँ रुम चाहिँ आइपुग्यो के हो देख्दैन त चस्मा लगाइरहेको त अँधेरै हुँदो रहेछ त यहीँ भेटिरहेको छ नि कस्तो दुखी उठ्न होइन सुत्के र कुटाइ खाइस् कति कुटा खाएको केटी त मेरो भेट्नु आयो बेनीको साथीको क्या कुटेको दोला जान्छ त्यो जग्गामा जानु हुँदैन रहेछ नि एक टाइम कस्तो उडी कुटिने यहाँ निलो बनाइदेऊ यहाँ निलो यो माथिको ब्लु डल्लै तिनवटा सुटमा भइदिन्छ कि जहाँसम्म त सुत्दै बुझिस् घरमा गएर जानु ल यो वाइट लगेर चाहिँ वाइट खाइदिए ल डल्लै खाइदिन्छु मैले गोजीमा झार्छु यसले धन्न अहिले जस्तो साथी पार्छु नि हौ मैले त त्यो त घर राति पुग्नु जा पास्टर हाम्रो चर्चको युथहरू त धेरै बिग्रेर गइसक्यो है हो नि हो एल्टोनियामा त्यही कारणले गर्दा त अब जवानहरूलाई हामी काउन्सिलिङ गर्नुपर्छ हामीले नै अब बढाउनुपर्छ हो त्यसले गर्दाखेरि हामी नै अब यहाँनिर आइरहेको छौँ धेरै दुःख भयो नि पास्टर यस्तो कुराहरू त नहुनुपर्ने हो एउटा चर्चमा है हाम्रो आवाजलाई एकदमै मजाले काउन्सिल गर्नुपर्छ है पास्टर हो नि हामीले त हो अब युथहरूलाई होइन बढाउने त्यसैले गर्दा हामीले राम्रोसँगले गरौँ न उसलाई काउन्सिलिङहरू जयमसी आउनुहोस् न भित्र हुन्छ बस्नु न तपाईँ एक पास्टर रुमको दरवाजा थुनिहाल्नु पर्यो ए हुन्छ थुन्नु न पास्टर चियाहरू म बनाइदिन्छु नि ल यसो होइन पर्दैन हामी त आवाज भाइलाई भेट्न आएको थियौँ कि कहाँ छ होला आवाज भाइ आवाज त अब अहिलेतिर कहीँ गाउँतिर डुल्नु गएको छ त अहिले सायद आउँछ होला ए पास्टर भयो तपाईँसँग एउटा बात थियो है हाम्रो आवाज चाहिँ अब एकदम बिग्रेर है नसाको पर्दामा फँसेर है एकदम घरहरूतिर झैँझगडाहरू गरिरहेको छ है त्यसलाई अलिकति तपाईँहरूले दुईजनाले सम्झाइदिनुहोस् न ए हुन्छ होइन हामी सम्झाइ पनि दिन्छौँ कि भाइलाई अनि हामी उसको लागि प्रार्थना पनि गरिदिन्छौँ नि ए पास्टर भयो आवाज आयो होला म दरवाजा खोलिदिन्छु कहिले आउनु पास्टर भयो आएको रहेछ त होइन ए हामी भर्खर आएको त भाइ
हामी त भाइलाई भेट्नु आएको थियौँ हो भाइको त के हो अवस्थाहरू पनि यस्तो भइसकेको छ अब तिमी जवान भएर होइन अब युथहरूलाई सम्हाल्ने बेलामा अहिले हेर त तिम्रो अवस्था अलिक गम्भीर देखेँ मैले के गम्भीर देख्नु भयो फर्स्ट मलाई ठिकै छु त म त अहिले होइन नि भाइ अब तिमी यस्तो जवान छौ तिमीले त अब युथहरूलाई सम्हाल्नुपर्छ भाइ यो समय होइन प्रभुको जनहरू भएपछि अब प्रभुको एउटा गवाई पनि त बन्नु पर्यो ठिकै हो पास्टरको बनाइदिए म खोलिदिन्छु को आयो बेला चाहिँ ए पास्टर जय मसी जय मसी जय एलगाडीमा जय मसी अनि कति काम ल्याउनु भयो ए हामी त आवाज भाइकैलाई भेट्नुको लागि आएको थियौँ हो अनि हेर्नुहोस् न फेरि आज पनि हेर्नुहोस् त यस्तो गतिको छ यसलाई चाहिँ के भन्नुपर्ने अब तपाईँहरूले यसो के हो कसो हो यसलाई सम्झाउनु बुझाउनु के गतिको जहिले पनि छोड्दिनँ अहिले खाइरहेको छ हो अहिले कस्तो माथि छु भनेको जहिले माथेको मात्रै भन्छौ तिमीले चाहिँ मलाई ठ्याट म सुत्नु गएको जाऊ पास्टरहरू अहिले तिमीहरू पनि कुरा गर्छौ हेर्नुहोस् त पास्टर भाउ हो यसको गति अहिले पनि यस्तै छ अब यसलाई के कसो चाहिँ गर्नुपर्छ अब हामीले यसलाई प्रार्थनामै जडतोड गर्नुपर्छ होला जस्तो लागिरहेको छ पास्टर हजुर प्रार्थनामै याद गर्नु पऱ्यो हो सम्झाउनु पनि पऱ्यो अलिकति हुन्छ दाजु अब हामी भाइको लागि प्रार्थनामै राखौँ हो अन्त हस्टेलहरू बस्नुपर्छ जातिहरू छ होला ठिक हुन्छ होला होइन किनभने अब हामी पनि जानुपर्छ ल हुन्छ लाग्नु हुन्छ जय मसी। हेलो हेलो बेबी तिमीसँग मेरो सानो कुरा छ भोलि भन्छु कि तिमी मलाई 10 बजे स्काइवकमा भेट्नु आइहाल भोलि यहाँ स्काइवकमा 10 बजे ल 10 बजे भेट्नु आउँछु नि ल ल बेबी ल म सुतेको हिजो रातिको ट्रिपले खत्तम बनायो मलाई बेसी भइदिएछ नि आवाज कहाँ गयो अम्बो आवाज पनि आउँदैन त हौ यो त केटीहरू भेट्नु पनि खोइ हौ बेसी भइदिएछ नि हिमालले है ए हजुर नमस्ते नमस्ते दिदी ए हामी प्रभुको बारेमा सुसमाचार सुनाउँदै आएको थियौँ ए हजुर प्रभुको बारेमा सुन्नु भएको ए हजुर प्रभुको बारे ए हजुर प्रभुको बारे मैले अलि सुनेको मेरो साथी पनि विश्वासी हुनुहुन्छ कि हजुर मैले सुनेको प्रभुको बारेमा ए ए हजुर हजुर हामी त्यही प्रभुको बारेमा सुनाउँदै आएको है प्रभुको प्रेमको बारेमा अनि प्रभुले तपाईँलाई पनि प्रेम गर्नुहुन्छ भनेर हामी सुनाउँदै आएको सुसमाचार सुनाउँदै आएको सुन्नुहुन्छ हजुर होइन म अलिअलि विश्वासै गर्छु मेरो साथी छ नि विश्वासी हजुर, हजुर। हजुर अनि तपाईँहरू पनि सुसमाचार सुनाउँदै ए विश्वासी हुनुहुन्छ हजुर हुन्छ हामी प्रभुको बारेमा बताउँदै आएको है तपाईँहरूलाई प्रभुले प्रेम गर्नुहुन्छ होइन तपाईँले प्रभुको बारेमा सुन्नु भएको रहेछ है अझै प्रभुलाई विश्वास गर्नुहोस् प्रभुले तपाईँलाई प्रेम गर्नुहुन्छ तपाईँ हामी जस्तो मानिसलाई बचाउन चाहिँ उहाँ आउनु भएको हो है अनि यो ट्र्याक्स पढ्नुहोस् यसमा परमेश्वरको प्रेम छ है तपाईँले पढेर विश्वास गर्नुहोस् ल ए हुन्छ दिदी हुन्छ म होइन हुन्छ भइहाल्छ कि म गर्छु नि है हुन्छ धन्यवाद हुन्छ हामी प्रार्थनामा राखिदिन्छौँ नि है विश्वास गर्नुहोस् ल हुन्छ हुन्छ ट्र्याक्स पढिदिनु म के प्रभु विषयमा अलिअलि सुनेको त्यो आवाजकोबाट त्यही त खत्तम छ हामी ब्याग गोजीतिर हालेर राखिदिउँ कुनै दिन चान्स पायो भने पढौँला नि त होइन सुनिदिउँला नि त त्यो त गयो कि हो केटी भेट्नु जान्छु म पनि 10 बजे बोलाएको 11 बजिसक्यो म त वाक्कै राखिसक्यो रिस उठ्यो मलाई यो आवाजसँग चाहिँ बोलाएको बेबीले आज त मलाई ढिलो भएको ढिलो भएछ नि मेरो बेबी आज यस आम्मा आज बेबीलाई भेटाइ हुने भयो यस बेबी भयो आवाज इनफ भयो के हो इनफ भनेको फेरि सक्दिनँ क्या म सक्दिनँ के भयो फेरि के भयो भयो के चाहिँ भयो के भयो फेरि मैले कहिले बोलाएको अलिक ढिलो भयो नि त टाइम कति भइसक्यो किन मैले 10 बजे बोलाएको हुँदैन अन्त 11 बजी सक्यो म तिमीलाई पर्खिरहनु यहाँनिर अलिकति पर्खिँदा के हुन्छ बाटो जाम थियो नि त ओ बेबी अनि सुन न हिजो बेलुका तिमीले के भन्छु भनेको नि के हो त्यो चाहिँ सुन न अब हाम्रो रिलेसन सकिने ओभर भयो के ओभर भनेको फेरि किन एन्ड चाहिँ ब्रेकअप के भन्छ फेरि ब्रेकअप भन्छ सुन हेर हाम्रो घर तिम्रो फ्यामिली तिमी क्रिस्चियन भयो म हिन्दू हाम्रो फ्यामिली मान्दैन मेलाई केटा अर्कै हेरिसकेको छ बस तिमीले कसले हेऱ्यो घरकोले अरे किन त्यसो गरेको फेरि तिमीले चाहिँ फेरि
मिल्दैन नि त अब केही मिल्दैन क्या केही मिल्दैन हाम्रो यत्रो वर्ष के भएको अरे बुझ न अरे सक्दिनँ म किन म मेरो फ्यामिलीकै कुरा सुन्छु हो सरी मुकुन्द यति भन्नु लागि मात्रै बोलाएको छु अरे के भएको अरे किन नबुझेको तिमीले यत्रो वर्ष सक्दिनँ नि त म फ्यामिलीको कुरा सुन्छु क्या तिम्रो कुरा होइन फ्यामिलीको कुरा अरे नगर तिमी त म कहाँ छोड्नु सक्छु नगर न हो तिमी त्यसो मैले उसको लागि सबै छोडिदिएको थिएँ मेरो बाउ आमा सबै उसले त्यति पनि मेरो लागि छोड्नु दसैँको न त घरको बाउले मलाई याद गर्छ न त माया गरेको गर्लफ्रेन्डले मलाई याद गर्छ अब मेरो जीवन केही भयो म मर्दिन्छु जान्छु लाग्छ केही रहेन अब म मर्दिन्छु अब मलाई केटी छोड्दै यार गर्लफ्रेन्डले गर्लफ्रेन्डले छोड्यो यार एउटा केटीलाई जा सुट घरमा सुते जति भन्दा उसलाई माया गरिदिएको थिएँ म मर्दिन्छु म उसको लागि मर्दिन्छु कसले बुझेन यार मलाई म मर्दिन्छु त्यो नाटक मात्रै साँच्ची मर्दिन्छु तँ पनि झुकिन्छस् तँ झुकिन्छस् अहिले सुट गरेर ल म सुट गरेर म मर्दिन्छु तेरो यो मान्छ म मर्दिन्छु म मर्दिन्छु सबै खानु मर्छु त्यसले मेरो साथीले पत्याएन मलाई यहाँ आइदिएँ मैले अस्ति मर्दिन्छु फेरि हालिदिन्छु म मर्दिन्छु अब साँच्ची म मर्दिन्छु यसले मेरो साथीले पत्याएर केटीले धोका दियो बारिश बनके मैं भीगूं तन से मन तक तू आजा बारिश बनके मैं भीगूं
तन से मन तक मोरा गीत सुनने वाला आवाज मोरा गीत सुनने नानी जरा ओ नानी ल्या के भो यिनीले यो यस्तो पो खाएछ के हौ नानी ओइ ओ आवाजको बाबा छिटाउँछ नानी बोल्दैन त हौ छिटाउँछ के भयो यहाँ हेर्न न नानी ए मेरो नानी के भयो ए भाइ ए छोरा आवाज उठ त के भयो ए भाइ उठ न उठ ए उठ न के भयो यसलाई ए उठ त भाइ उठ न उठ उठ न उठ के भयो यसलाई उठ 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 त आवाज ज्यादा मरे अरे के भन्छौ पक्कै मायाले के आवाज उठ न उठ आवाज के भयो यसलाई उठ त के भयो हेर्न नानी हो के भयो हेर्न यहाँ ए भाइ नानीलाई साथी ए सोम मुन्ड ए आवाज उठ्न भनेको आवाज के बतुलाई मेरो साथी ए साथी उठ्न भाइ मलाई छोडेर कहाँ उठ्यो नानी मेरो नानीको उठाइदेऊ उठ्न ए हिजो राति उठ्न भनेको ए सोम उठ्न भनेको मैं जीकर भी क्या उठ्न भनेको ए सोम साथी ही ना सुने तू ही ना दिखे तू मैं जीकर भी क्या करूं लाइफमा केही छैन रेस भइसक्यो मेरो लाइफ भएको एउटा साथी पनि मलाई छोडेर गयो म कसरी जिउनु अब म कोही छैन मेरो लाइफमा म कसरी जिउनु अब म यसरी माल खाएर कसरी जित्नु एउटै साथी थियो मेरो लाइफमा त्यो पनि छैन मलाई छोडेर गयो कसरी चाहिँ म जिउनु अब सुत्दै छु साथी आवाज साथी हेर म संसारमा हुँदा यस्तो गल्ती गरेँ होइन मैले एउटा नाति एउटा केटीको लागि मैले आफ्नो ज्यान दिएँ मैले आफ्नो आमा बाउलाई मैले आदर गरिनँ अनि त्यसले गर्दा म हेर अहिलेको यो समयमा मैले एउटा राम्रो बाटो गरी पाएको छुइनँ तर तँ त्यस्तो नहौ साथी त्यस्तो नहौ साथी तँले अहिले जे गर्दैछस् अब तँ फर्की साथी राम्रो बाटोमा हिँड्नु साथी तँ ल साथी हेर साथी अहिलेको यो समयमा मैले राम्रो एउटा बाटो धरि पाएको छुइनँ साथी तर हेर अब केही छैन रहेछ साथी प्रभु भाइ कहीँ छैन रहेछ बाटो म अहिले यो समयमा कहाँ जाउँ के गरौँ भइरहेछ तर जुन तैँले यहाँनिर अहिले प्रभुलाई पा साथी प्रभुलाई पाएर मात्रै जिन्दगी राम्रो हुने रहेछ म एउटा क्रिस्चियन भएर पनि यस्तो बिजोग भइरहेको छ साथी अब तँ त्यसो नआए कहिले पनि त्यसो नगर्नु तँ राम्रो बाटो हिँड्नु साथी त्यो त बिजोग भएछ बिजोग त्यसले के बाटो पाइन भन्दै थियो अब त्यसले भनेको बाटोमै मैले पनि जानु पर्ला जस्तो छ यो पारा जिन्दगी जिएर मेरो एकदम हुँदैन अब चाहिँ
पर्छु त्यो ट्र्याकसेटबाट। मैले तँलाई गर्भमा रच्नुभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ। त जन्मनुभन्दा अघि नै मैले तँलाई अलग गरेँ। अब म यस्तो लाइफ जिएर हुँदैन, म अब यसरी जिन्दगी जिएर हुँदैन। किनभने मैले गर्दा थियो त्यसको हरेक कुरा, त्यसको लाइफै मैले बिगार्दिएँ। अब चाहिँ त्यसको फ्यामिलीलाई मैले पनि हेर्नुपर्छ। अब चाहिँ म यसरी जिन्दगी जिउँदिनँ। म भोलि दिन चर्च जान्छु। म भोलि दिन चर्च जान्छु। हुँदैन यसरी जिएर म यसरी जिएर म भोलि दिन चर्च जान्छु। आइपुगेर चाहिँ यहाँबाट उता चाहिँ यहाँनिर भेट दिनु गएको यो बर्डर एरिया हो। अनि यो बर्डर एरियामा भेट दिनु गएको चाहिँ यो कुराहरू हो। तर परमेश्वरले बादमा योसुद्वारा परमेश्वर यसरी घुमाउँछ, यसरी घुमाएर यहाँबाट चाहिँ यसरी परमेश्वरले के गर्नु यिनीहरूलाई यहाँ एन्ट्री गर्नु यर्दन नदी गरेर होइन। अनि परमेश्वरले यहाँबाट चाहिँ भेट दिनको निम्ति कतिजनालाई बनाउनु भयो? 12 जनालाई परमेश्वर त्यहाँनिर यो मोसाले नियुक्त गरेको कुराहरू पाउँछौँ। अनि 12 जना चाहिँ कसरी भन्दाखेरि 12 कुलको 12 जना व्यक्तिहरूलाई चाहिँ नायकीहरूलाई चाहिँ त्यहाँनिर भेट दिनको निम्ति पठाएको छ। अनि त्यहाँनिर के छ, त्यहाँको जमिन कस्तो छ, त्यहाँको मानिसहरू कस्तो छ, तिमीहरूलाई दुध र मह पाउने देशमा लानेछु, कनान देशमा म तिमीहरूलाई लानेछु भनेर जुन प्रतिज्ञा गर्नुभएको कुराहरू हो। अनि जब मोसाले 12 जनालाई त्यहाँनिर पठाए, भेट दिनको निम्ति पठाए, यो घटनालाई म भाइ मलाई धेरै खुसी लाग्यो है तिमी चर्चमा आयौ। के गर्नु होइन, विगतका दिनहरूमा कतिवटा कुराहरू भयो, तरै पनि आज तिमी चर्चमा देख्दा चाहिँ मलाई धेरै खुसी लाग्यो है। परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ। हाम्रो बिचमा आवाज थियो होइन, आवाजले छोडेर गयो, के गर्नु, तर पनि केही छैन होइन। तिमीलाई परमेश्वरले माया गर्नुहुन्छ, परमेश्वरले वास्ता गर्नुहुन्छ है। नरुवा अरमान भाइ, नरुवा नानी अरमान जे हुनु भइहाल्यो। मैले गर्दा तपाईँको छोरा मऱ्यो, माफ गर्नु मलाई। ल नर्सको छोरा, आज हामीलाई परमेश्वरले है एउटा छोरा लानु भए तापनि है प्रभुले चाहिँ हामीलाई अर्को छोरा दिनुभएको छ है। र हामी प्रभुलाई यसमै हामी धन्यवाद दिनेछौँ। हामीलाई परमेश्वरले एउटा छोरा घुमाए त गए तापनि हामीलाई एउटा छोरा दिनुभएको छ। केही छैन अरमान भाइ, नरुवा होइन। हामीले हाम्रो आवाज भाइलाई गुमाए पनि हामीले नयाँ तिमीलाई पाएको छौँ होइन अरमान भाइ। किनभने परमेश्वरले तिमीलाई माया गर्नुहुन्छ होइन। तपाईँहरूले पनि आफ्नो एउटा छोरा गुमाउनु परे पनि अर्को छोरालाई पाउनु भएको छ, यसमा हामी खुसी हौँ। अब माफ गरिदिनु मलाई, मैले गर्दा हुन्छ, अब हामी गर्छौँ। कलवरीको बाटो धर्मराउँदै कति चोटि लड्नुभयो, त्यो डाँडाको चर्को घाममा एउटै कुरो तिर्खा लाग्यो, थोरै पानी देऊ न, हेर घाँटी सुक्यो, केही पिउन पाउन।